त्यसैबाट माया सबै हुन्छ नि त्यो बनाउन जान्नुपर्छ त बोल्छ हावा हावा अनि के गर्छ त बिचरा भने रन्डीको ब्यानहरूले सबले छोड्छन् नाम गाडी नबोल न कस्तो मेरो टाउको दुखिरहेछ अझ गाडी बोल्छ अझ म त बिरामी नै हुन लाग्यो किन होला ओइ मलाई त के भन्छ नि के भन्छ त मोटिभेसन गर्न फेरि यति धेरै आउँछ नि सुन्न ओइ मलाई के कसैले मैले रियल माया गरेँ होइन अनि त्यसलाई नछोड्न बनाउनको लागि चाहिँ के गर्नुपर्छ त्यसलाई माया गर्नुपर्छ अब उसको कुरामा सपोर्ट गर्नुपर्छ भन्न सुरुमै यस्तो माया साया गर्छु यस्तो छोडेर जाने हेर्दैन सुरुमै क्लियर गरेर बोल्नुपर्छ क्या सुरुमा चाहिँ सुरुमै क्लियर भएन अनि त्यस्तो भन्दा भन्दै पनि छोडेर गयो भने चाहिँ के भन्नु होला अब कसैलाई माया गर्नुपर्छ भने पनि हुन्न क्या अब माया मतलब आफूलाई माया चाहिएको हुन्छ तै पनि माया हैन जबरजस्ती माया कसैसँग नि गर्नुहुन्न माया गरे गर्छन् नगर्नेले गर्दैन नि अब किन पछि लाग्ने हो र भन्ने एउटा अब त्यो जाने मान्छेलाई फेरि तैले रोक्ने खालको कुरा चाहिँ नगर क्या अब अलिकति एटिट्युड भन्ने कुरा पनि राख्नुपर्छ त जस्तै हो क्या सबै पहिला राम्रोसँग बोल्ने पछि चाहिँ छोड्ने माया छोट केटीहरू गाडी नबोल भने सुन्दैन सर म त जस्तै हो भने सबै यार किन त्यस्तो तेरो बोल्ने नि त्यस्तै छ त अनि के गर्छस् त बिचरा जप्पाइ त्यही केटीसँग बोल्न थाल्छस् जुप्पै त्यही होइन भने म सबैसँग नजिक भइदिन्छु भने सुन्दैनस् त्यही त हो नि तेरो त कमजोरी भने त्यही हो सबैसँग किन नजिक हुनु पर्यो एउटा भएपछि ओन्ली वान किन बोलाएको यार ठिकै छ यार केही आइडिया हुँदैन भने सबैले छोडेर जान्छ यार यस्तो नि जिन्दगी छ यार म त मरिदिन्छु यार गएर बिहे गर्दै क्या अब सकिहाल्यो नि मरिदिन्छु भने बिएससी नै मरिदिन्छु म लपसप गरेर झन्झटमा बस्नु हुँदा बिहे गर्दै माया पनि आफ्नै हुन्छ बुढी पनि आफ्नै सबै आफ्नै हुन्छ भनेको जस्तो कहाँ छ अरे यार शरीरले बिहे गर भनेर केटी नै हुनु पर्यो नि बिहे गर्नलाई केटी नै हुनु पर्यो नि खोज्न पाइहाल्छ नि केटी पाउनु कुन ठुलो कुरो भन्दा मैले पाउँदैन यार केटीहरू जस्तो अनुहार नहेर फेस नहेर बिहोर आएर माया गर्नुपर्छ अनुहार हेऱ्यो भने यस्तै हुन्छ होइन अनुहारै हेरेर ल्याउने भने कहाँ आफूभन्दा नराम्रो हुन्छ अनुहारै हेरेर बेहोरा चाहिँ हेर्नु जे हेऱ्यो पनि भने अन्त छोडेरै जान्छ भने किन हो भन् त भन् भने त किन हो मलाई त थाहा छैन नि त्यसो भए किन छोडेर जान्छ सोध्न तिनीहरूले सब यस्तै गाली खान्छ अरू के त सबै म जस्तै थिए भन्ने म जस्तो थिएन होला कति पनि थिएन म जस्तो त जस्तै भने मुजी 10-12 दिन कुरा गर्ने त्यहाँबाट छोडेर जाने त्यस्तै होइन त्यो भनेको छुट्टै कुरा अनि त्यही जे भने मैले तँलाई साथीको रूपमा राखेर मोटिभेट गराएको छु यस्तो गरिस् यस्तो राम्रो हुन्छ भने तँलाई भने होइन भन् त त चाहिँ त कतिखेर बोल्छस् अरू के भन्नु यार तर केही भन्न सक्दैन यार म यार जे भन्नु छ भन्छ अब के भन्ने होला अरू भन् के छ सन्जय साउनीहरू सबै ठिकै छ इक्जाम आउनु लाग्यो टेन्सन बाहा यार कति गयो रे 12 को अहिले होइन 11 को नि कहाँ 12 को नि एउटा 12 को नि इक्जाम छ भन्दै थियो एउटाले 12 को अब स्टार्ट हुन्छ 11 को चाहिँ प्रिपेयर इक्जाम भयो अब फाइनल इक्जाम हुन बाँकी छ 1 महिना पछि हुन्छ त के गान्छ क्या कुरा हुन लाग्यो बेला किन दुनियाँलाई नबोला कि म आफै छ्या नगर त्यस्तो बरु उता म ट्रेनिङ खेल्न जान्छु एकछिन बोल्न एकछिन अहिले
मेरो टाउको दुखिरहेको छ कि म एकछिन फ्रस्ट्रेसन दूर गर्नुको लागि मात्रै आएको गेममा अब एकछिन टाउको हान्छु यो एनिमीको अनि जान्छु